कलेज बिदा भएदेखि त निद्रा नै छिटो खुल्ने के। छिटो उठेर के गर्नु हुन्छ के। मलाई चाहिँ उठेर एकछिन मूर्ति जसरी बसे भन्ने बेलामा कपाल बाँध्ने नभेटेर यही लुगा सुकाउनेले बाँधिदिए। आजकल पानी परिरहेको थियो नि त, त्यो दिन भयो त्यो लुगा सुकाउन नपाएको र आज घाम लागेको भएर बाहिर सुकाइदिए। मेरो एउटा नराम्रो बानी छ के, मुख नधोई ब्रस नगरी म कफी खाने बानी छ। कफी खान्छु अनि त्यसपछि मेरो स्टार्ट हुन्छ। मेरो रुममा मात्र यस्तो लाई 4 भन्दा बढी कपाल हुने के। यस्तो पाराले म छिटै तक्ला हुने बाला छु। कपाल नझर्ने कसैले टिप्स दियो यार मलाई। खाना पकाएर घरमा नदेखाए त मलाई पच्दैन के। फेरि दाइहरु चाहिँ भर्खर निन्द्रेमा रहेछ, डिस्टर्ब गरिदिए। 2 हप्ताको बिदामा पनि सुक्खरी बाँच्न नदिने कलेजले फेरि यति धेरै होमवर्क दिएको छ कि सबै लेख्न पर्ने रे। यो बुढेसकालमा यस्तो होमवर्क गर्दै बस्नु परिरहेको छ। पढाइ भनेको त आफ्नो ठाउँमा छ, एसी एकछिन बन्द भयो भने कस्तो गर्मी हुन्छ कि। फेरि मैले ब्ल्याक कफी बनाएर लिएर आएँ। अब यस्तै खाएको भिडियो हेर्दै होमवर्क गर्ने हो। थ्याङ्क यू फर वाचिङ, बाई बाई।